शम्भुका मुक्तिकी राज्य अभिषेक रामको सुनि थिइन् जसै सुदिन पार्वतीले सदाशिवजी थिए लीला पछिका तसै पृथ्वीमा कति वर्ष राज हुन गयो लीला ताहा कुन भया कस्तारी सीत राज्य छोडी रघुनाथ वैकुण्ठ धाममा गया शम्भु श्री रघुनाथका जति ती छन् लीला कृपाले गरी आज्ञा आज होस् म सुन्छु भगवान बिन्ती छ पाओ परी यो बिन्ती जब शम्भुका चरणमा श्री पार्वतीले गरिन् सब लीला प्रभुको कया शिवजीले खुबर समाति परिन् रावण मारी उतारी भार भूमिको राम राज्य गर्छन् भनी जानी एक दिन गया ऋषि अनेक भेटौँ सीताराम भनी दुर्वासा भृगु अङ्गिराई पनि छन् काश्यप र वामदेव भया विश्वामित्र सहित ऐशित्र काण्डव सहित विश्वामित्र ऐष्ट काण्डव सहित सप्तऋषि अत्रि गया सबसिथ्या सहितै अगस्त्यजी गया द्वारमा पुग्या थ्या जसै हाजिरी जल्दी पठाई मरेजी भई सब पहुँचे हजुरमा तसै पूजा सब ऋषिको गर्या प्रभुजीले सबलाई आसन दिया खुसी गिरी सब ऋषिगण भया हजुरमा जो जो गएका थिया पहिले प्रश्न गर्या ता कुशलको रामले आदर गरी सोध्या सब ऋषिले पनि कुशलको विस्तार बडो प्रेम गरी बिन्ती सब ऋषिले गर्या प्रभुजीमा ख्वामी ठुलो काम भयो पृथ्वीको अति भार इन्द्रजित हो भारते जाँदा गयो वीर हुन् रावण कुम्भकर्ण पनि यो इन्द्रजित जन्जबर वीर हो त्यो पनि मारी भौसन भयो को जित्न नसक्थ्यो अब लङ्कामा यिनी दुष्टको मरण भो साँचा विभीषण थिया पाए राजे कनक झैँ र खुसीले चाकर सदाका भया जो दक्षिणा अभयको अघि जो दियाको सो पूर्ण गर्न कन दुष्ट हरि लियाको देख्यौं कृतार्थ हुनुभयो रघुनाथ अहिले मर्थ्या यिनी दुष्ट राक्षसहरूदेखि कहिले यो बिन्ती ऋषिको गरे प्रभुजीले आश्चर्यमा यो बिन्ती ऋषिको सुने प्रभुजीले आश्चर्य मान्या पनि क्याले रावणदेखि झन अति ठुलो भो इन्द्रजित वीर भनी सोधे सब ऋषिका अगाडि र तहाँ सामने अगस्ती थिया यस्तो हो त वीर सुनो भनी सबै विस्तार बताइदिया ब्रह्माका सुत हुन् पुलस्या तपका खातिर सुमेरु गया राजस्थिर तृणबिन्दुका नजिकमा श्रमति गर्दा भया तब गर्थ्या तै देव पुत्रहरू सब आएर खुब गान गरे नाच्थे कला अनेक तरका गर्दै नजरमा परे तबको विघ्न हुने पुलस्या ऋषिले बुझे बडा धीर थिया जुन स्त्री देख्छु मगर बेणी उही होस् भन्ने श्राप पो दिया भाग्य सब तृणबिन्दु पुत्रे त सुनि सामने नजिकमा गइन् देखिया ताई पुलस्या जे लिएर त्यो सही झटपटी गर्भिणी पो भइन्
कापिन खुब डरले पितासित गई जाने पिताले पनि छोरी गर्भिणी भइछ आज ऋषिका साँचा वचनले भनी जानी छोरी ती पुलस्य जिकन दिया जल्दी नजिकमा गए ती कन्या ती पुलस्यले पनि लिया अत्यन्त खुसी भए तिनका पुत्र त्रिविश्वरवा हुन गया खुब ब्रह्म जान्ने मुनि भरद्वाज ऋषिले तिनै कन दिया छोरी बडो गुण सुनि तिनका पुत्र ती कुबेर भया गुण निधन तिनले तपस्या गरी ब्रह्मालाई रिजाउँदा ती धनका मालिक भया त्यस गरी तिनका पुत्र ती कुबेर भया गुण निधन ल